जस्टिस फर गरिमा चौधरी 3 वर्षको नाबालिका गरिमा चौधरीलाई बलात्कार गरेर मारेर फ्याँकिएको छ। जितपुर सिमाराकी गरिमा चौधरी साउन 31 गते बिहानै घरबाट हराएकी थिइन् र खोजी गर्ने क्रममा भदौ 2 गते उनकै घर नजिक रहेको एउटा खाली घरबाट चाहिँ उनको लास फेला पर्यो। र नेपाल प्रहरीको अनुसार गरिमाको प्रारम्भिक अनुसन्धानमा चाहिँ बलात्कार गरेपछि हत्या गरिएको भनेर चाहिँ पुष्टि भएको छ। र यस घटनामा इन्भल्भ भएको 2 जना अपराधीलाई चाहिँ प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ र आफ्नो अनुसन्धान चाहिँ अगाडि बढाइरहेको छ। तर आखिर कहिलेसम्म नेपालमा यस्तो अपराधहरू भइरहने? किन यिनीहरूलाई जेल सजाय मात्र? किन यी अपराधीहरूलाई फाँसीको सजाय दिँदैन? नेपालमा हरेक दिन र हरेक हप्ता गरिमा जस्तै कति नाबालिका र नारीहरूको चाहिँ बलात्कार हुन्छ। यस्ता कति केसहरू त अगाडि आउँदै आउँदैन र कति केसहरू त आएर पनि दबाइन्छ र कति केसहरूमा त न्याय नै पाइदैन। अहिलेसम्म निर्मला पन्तले न्याय पाइरहेको छैन, अहिलेसम्म कति नारीले न्याय पाइरहेको छैन र कहिलेसम्म यी अपराधीहरूलाई जेल सजाय मात्र हुन्छ त? अब समय आयो देशमा केही परिवर्तन ल्याउनु पर्छ। सरकार तपाईकै हातमा छ, गद्दी तपाईकै हातमा छ, ताकत तपाईकै हातमा छ, संविधान संशोधन गर्ने अधिकार र ताकत तपाईकै हातमा छ। अब देशमा फाँसीको सजाय लागू गर्नुपर्छ। यस्ता बलात्कारीहरूलाई जेल सजायले हुँदैन, यिनीहरूलाई फाँसी नै दिनुपर्छ। र अगेन जस्टिस फर गरिमा चौधरी र तपाईहरु सबैले यो भिडियो शेयर गरेर आवाज उठाउनु होला।